हामी निस्किसक्यौँ। कुन्तु यहाँ छ हामीले खानेकुरा सबै घरैबाट बनाएर टक्क लिएर गएको छौँ। यहाँ को छौँ भने बुवा, मम्मी, कुन्जु, वाह सुन्दर भाइ, म हामी सबैजना जाँदैछौँ। आज कहाँ जाँदैछौँ हामी? बाटै बाटो थियो है। हेर्नु होला हामी कहाँ जान्छ, जाने ठाउँ पनि थाहा छैन मलाई चाहिँ। थाहा नभएको अवस्था दिदी है हामी थाहा त मलाई सायद उसमा होला पुजिसानको छेउतिर। के त तिम्रो सबैभन्दा छिटो उठेको हाम्रो गाडी आइसकेको छ। आजको लागि हाम्रै गाडी हो। बेलुकादेखि आज बेलुकासम्मको लागि हाम्रै गाडी हो। भाइलो गर्मी लागिसक्यो भाइ। छोरो चाहिँ प्लेन देखेर यस्तो धेरै खुसी हुन्छ नि। उसलाई किन लाग्छ होला नेपाल जाने प्लेन हो कि क्या हो भनेर होला। भाइ त्यो भिडियोमा चाहिँ झन् धेरै खतरा देखेछ। यहाँ काकुले यहाँ छोरोलाई बसाउन रेडी गर्दै हुनुहुन्छ। बुढालाई यहाँ नाच सुरु भइसक्यो। यहाँ म जस्तो रेडी भइसकेको छु। यहाँ नदेखिनु रहेछ अलिकति। अलिकति माथि सबभन्दा स्पेसल सिट यहाँ छोरोकै हुन्छ नि। महाराजा अब चाहिँ मलाई घुमाउनै लानु थाल्नुभयो भन्नु थालेछ। हामी अब निस्किन थाल्यौँ। गाडीमा बसिसक्यौँ टक्क पारेर। बुवा हाई गर्नु। हेलो कुन्चु तिमी पनि हाई गर। मुगेर मेरो काम गएर रहेछ छोरोले। यहाँको छोरोले पनि रमाइलो गर्दैछ चाली बजाउँदै। हिमाल त होइन पहाडै हो। पुग्न थालिसक्यौँ। कुन्जु चाहिँ आफ्नो सिटबाट यहाँ मम्मी बुवासँग गइसकेको छ। कुन्जुको फेभरेट गीत नाच्नु सुरु गरिसक्यो। उफ्रे उफ्रे छोरोको फेभरेट गीत हो नि। भइसक्यो है। पुङ पुङ भयो। हिँडेला कुन चाहिँ चलाइदिएको? आज एउटा कुरा अचम्म भइरह। के कुरा? आज एउटा कुरा अचम्म भइरहेछ। तर भोक लाग्यो भन्नुभएको छैन।
घरबाट निस्किने बित्तिकै भोक लाग्यो भन्ने मान्छे यो चाहिँ छोरोको चस्मा है भाँचेको अवस्था छोरोको ठिक हुने रहेछ मलाई यस्तो दामी देखेछ यो चाहिँ हामीले घरदेखि बनाएर ल्याएको खानेकुरा रोटी यहाँ चाहिँ सबैजना बसेर खाँदै हुनुहुन्छ मम्मी परको नाम हुनुहुन्छ बनभोज छोरो बा भन्थ्यो खोइ बा कहाँ जानुभयो बाखै हुन्छ बाखै बा भनिदिनुहोस् के भयो असर पोजिसन कस्तो नजिकैबाट हेर्दैछौँ हामी चिसो छ हेर्छ बुझिहाल्नु खोइ त बाबाहरू होइन भर्खरै आउनु भइसकेको थियो ल भयो हात भयो अब दुई गर्ने पुन्डा भिडियो गर्दा कस्तो राम्रो आयो यता हेर्नु बोलेको हामी चढ्न लागेको बोट हामीले परबाट राम्ररी पोजिसन देखेन भनेर यहाँ बोट चढेर हेर्ने भनेर लिएर आउनु भएको छ यस्तो बोटमा हामी बस्न लागेको छौँ हाम्रो बोट यो हो यो बोट डेन्जर रहेछ कुन बोट हाम्रो यो येलो मेरो मुसो सुतिसक्यो बोटमा बसिसक्नु भएको छ बाहिर जानु सेफ्टी डराउला कि फेरि छोरा
सानोमा बोटमा घुम्यो एकदमै रमाइलो भयो है बुवा कस्तो भयो बुवा भन्नु एकदम रमाइलो है मलाई डर लाग्थ्यो बुवा डर लागेको थियो डर लागेन है यस्तो मजाको बोट थियो के डर लाग्दैन मम्मी तपाईँलाई कस्तो भयो रमाइलो लाग्यो एकदम रमाइलो अति रमाइलो मम्मीलाई बोट चढ्न डर लागिरहेको थियो सोचेको रमाइलो होला हो नि है मलाई नि यहाँ चाहिँ कस्तो रमाइलो लाग्यो बोटमा तपाईँलाई कुन्चुलाई जाडो भयो है चोलो मोटो बाटोमै उठेको भन नि छोरो म त सुतिरहेको थिएँ मलाई कहाँ बिच समुद्रमा उठाएको भन है उनी हाँसिरहेको छ यहाँ मक्क लाज लाग्यो छोरो बाबा भन भर्खर कसरी भनेको थियो लिएर आयो ड्राइभर सर पैसाहरूको सायद सिक्दै हिँड्यो कस्तो आफूले है नमनाको पोजिसन रहेछ म खिचिदिन्छु छोरो सबैजना जान्नु लिनु चस्मा मम्मी बुवा खोकी आयो आयो बुवा Only 5 minutes. 5 minutes of work. 5 minutes. छोरालाई चाहिँ गाडी चलाउनु परिरहेछ Baby.